पुऱ्याउनु जाने पर्ने होला पुणेमा त्यतिखेर पर्दैन ऊ हिँडेर गइहाल्छ नि खै त बढी भएको काँक्रो कता लग्यो त्यहीँ छ दुईटा त्यहीँ छ अब खानु पर्यो ल अब एकचोटि जानु पर्यो 10-12 जना ग्रुप होइन अहिले पनि त उहाँ जानु मन लाग्यो उहाँ पनि रमाइलो छ नि रिकेश्वरमा आएको गएको छ 1 घन्टा हिँड्नु पर्छ है जाउँ